यताबाट टिकापुरबाट आइयो यता जाँदी बजार हो उता सिधै टिकापुर त्यहाँबाट यता आम्पानी गाइस यहाँ बस पनि आउँदो रहेछ त्यो हो आम्पानी यता हो ओ सेट गएर आउँ आउँदिनु गाइजहरुलाई हाम्रा आम्पानी पुगेको पुरा बसमा आइराछन् मान्छेहरू चाहिँ दरो पारामा हेर आम्पानी आइगयो त यो के गरौँ त्यहाँ घुमेर आउँ कि गइजाउँ आउने बेला घुमाउला के आइजो इन्द्रको जस्तो हिँड्न लाग्छ कस्तो लागिरहेछ पानी यस्तो दामी भ्यू देखिरह कहाँ चिल यो चिल हेर्नु हामी भक्क चिल हो यो त्यहाँ माथिको चिल होइन साह्रै मजा आइरहेको छ यहाँ गाइजहरू हामीहरू यहाँ छौँ हाम्रो टिम कतिजना छौँ हामी 7 जना छौँ होइन लियोलाई लगाएर 8 जना बाबु मेरो छोलो ल गाइजहरू हामी हिँड्दा थाकिसक्यौँ अब डाँडाको टुप्पा आउला भन्दा कहिले आउने हो कि मजा आउला छ लास्ट यो काला त्यस्तो बसेको छ गाइजहरु तिम्रो बत्तै पागल नि यता उतानेर त्यहाँ पनि एउटा बाटो देखिरहेको छ त्यो डाँडा घुम्दै त्यहाँबाट घुम्दै यहाँबाट हामी यहाँ पुगियो के अरे यहाँबाट अझै यताबाट त्यहाँनेर टावर देखिरहेछ गाइज हल्का टावर हो यो टावर त्यहाँसम्म जानुपर्ने छ भन्छन् अब यहाँबाट अझै कति माथि चढ्नु पर्ने हो कता जानु पर्ने हो केही थाहा छैन यो यात्रामा छौँ दरो मजा आइरहेछ लास्टै मजा आयो यति धेरै घरहरू रहेछन् मजा आइरहेछ घर हेर्नु उता गर्दै गर्नु घर रहेछ यो हो घर यहाँको बस्ने मान्छेलाई त कति राम्रो यो डाँडा पारीबाट त्यहाँ गएपछि झन् राम्रो देखेला त्यही तल छ चिसा पानी त्यो टुप्पामा गएपछि चिसा पानी देखिन्छ होला घन्टी बजेर थाहा पाएँ माथि हेर्नु न मामा हेर्नु एकटो हेर्नु तल ओके यस्तो दामी पल्टिने जस्तो छ के हामी फाइनली होटल जाँदैछौँ यो यहाँको भ्यू मामा यस्तो दामी छ होटल छ
त्यही एउटा छेउमा आइसकेका छन् ब्यागहरु लिएर आऊ त उठाउनै सक्दैन म त्यो मैले चाहिने सामान सबै लैजाउँ सबै लैजाउँ सबै लैजाउँ पछि आएर फेरि आफ्नो मन छ एउटा देऊ न प्याज मछली ले अरे यार आशिष गाना लगाउनु नले गरे चार गीत हाम्रो राजकाँडाको जर्नी चाहिँ इन्ड हुन लागेको छ यहाँबाट हामी फर्किँदैछौँ है त्यो राजकाँडा ऊ त्यो यता है ऊ त्यो यता त्यो माथि हो यो त्यो घरमा बसौँ कि भन्ने योजना थियो फेरि अर्कोचोटि आउँला भन्ने उद्देश्यका साथ हामी यो राजकाँडाको सम्पूर्ण कुरोलाई मिस गर्दै निस्किराखेका छौँ धेरै राम्रो छ है सबैजना रेडी अवस्थामा छन् ल